नमस्ते। आज हामी नेपालमा क्रिस्चियन धर्मको इतिहासबारे अलिकति गहिरिएर कुरा गर्दैछौँ। धेरैले के सोध्छन् भने नि यो माओवादी आन्दोलनपछि मात्रै हो क्या नेपालमा फैलिएको? हो, यो धारणा एकदमै प्रचलित छ। तर हामीसँग जुन ऐतिहासिक लेखोटहरू छन् नि, पुराना विवरणहरू, त्यसले त अलि अर्कै सङ्केत गर्छ जस्तो छ। हो त। त्यही भएर आजको हाम्रो छलफलको उद्देश्य नै यो हो क्या। यो धारणा सही हो त? के नेपालमा क्रिस्चियनहरूको जरा साँच्ची नै माओवादी कालपछि मात्रै गाडिएको हो कि त्योभन्दा धेरै पहिलेदेखि थियो? यो तथ्य अलिक खोतलौँ न। एकदमै। र यो विषय निकै चाखलाग्दो पनि छ। स्रोतहरू हेर्दा त के देखिन्छ भने नेपालमा क्रिस्चियनहरूको उपस्थिति माओवादी आन्दोलनभन्दा धेरै अघि, मतलब शताब्दीौँ अघि नै सुरु भइसकेको थियो। शताब्दीौँ अघि? यसको सुरुवात त मल्लकालतिरै भएको पाइन्छ। मल्लकालमै? त्यो त झनै रोचक भयो। मैले पढेको विवरणमा पनि 17औं शताब्दीतिर इटालीबाट क्यापुचिन पाद्रीहरू काठमाडौँ उपत्यका आएको भन्ने थियो। ओह, क्यापुचिन मिसनरीहरू। उनीहरूको खास लक्ष्य त तिब्बत थियो अरे। ए, तिब्बत? तर त्यो बेला काठमाडौँ उपत्यका अब त्यो व्यापारिक मार्गमा पर्थ्यो, त्यसैले उनीहरू यहाँ पनि सम्पर्कमा आए, बस्न थाले। अनि त्यो बेलाका मल्ल राजाहरू नि, काठमाडौँ, पाटन, भक्तपुरका, उनीहरूको प्रतिक्रिया कस्तो थियो? त्यो पनि एकदम महत्त्वपूर्ण कुरा हो। त्यस बेलाका मल्ल राजाहरूले निकै सहिष्णुता देखाएको पाइन्छ। उनीहरूले मिसनरीहरूलाई बस्न दिए, आफ्नो धर्मबारे कुरा गर्न दिए, अनि यहाँसम्म कि चर्च बनाउन पनि अनुमति दिएका थिए। चर्च नै बनाउन? हो। एउटा त निकै प्रख्यात घटना छ सन् 1760मा काठमाडौँको वटुटोलमा अजम्पसन अफ आवर लेडी भन्ने चर्च बनाउन जग्गा नै दान दिएको देखिन्छ। ए, जग्गा नै दान! त्यो त निकै ठुलो कुरा भयो है त्यो समयमा। हो नि। यसले के देखाउँछ भने त्यो बेलाको समाज अलि खुला थियो, कम्तीमा धार्मिक मामिलामा। यसको मतलब त्यति बेलै स्थानीय मान्छेहरूले पनि यो धर्म मान्न थालिसकेका थिए? हो, केही हदसम्म, खास गरी लासामा र यता काठमाडौँ उपत्यकामा पनि। के स्थानीय नेवार समुदायका मानिसहरूले क्रिस्चियन धर्म अपनाएको प्रमाणहरू भेटिन्छन्। नेवार समुदायबाटै? तर यो जुन अवस्था थियो नि, यो पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेपछि, मतलब 1769 पछि अलि फरक भयो। नाटकीय रूपमै बदलियो भनौँ न। ए, उपत्यका एकीकरणपछि त्यस्तो के भयो होला जसले गर्दा मल्लकालीन नीति पुरै उल्ट्यो? अब पृथ्वीनारायण शाहको सोचाइ अलि फरक थियो। उनी विदेशी प्रभावप्रति, अझ खास गरी त्यो बेला फैलिरहेको ब्रिटिस इस्ट इन्डिया कम्पनीप्रति निकै शङ्कालु थिए भनिन्छ। ए, राजनीति कारणले? हो, राजनीतिक र सामरिक कारणहरू प्रमुख देखिन्छन्। अङ्ग्रेजहरूले पहिला जयप्रकाश मल्ललाई सघाउन सिन्धुलीगढीमा हमला गरेका थिए नि। त्यो त छँदै थियो। अनि कीर्तिपुरको लडाईँको बेला पनि इसाईहरूले अलि विरोध गरेकोमा उनी रिसाएको भन्ने जस्तो पनि कुरा आउँछ। त्यसले गर्दा उनी विदेशी र उनीहरूले ल्याएको धर्मप्रति कठोर भए। सांस्कृतिक एकरूपता पनि चाहेको भन्ने विश्लेषण छ, होइन? हो, त्यो पनि एउटा पाटो हो। राष्ट्रिय एकता बलियो बनाउन उनले यो कदम चालेको हुन सक्छ भन्ने मानिन्छ। अनि यसको परिणाम चाहिँ के भयो त? परिणाम अलि दुःखद भयो। 10 फेब्रुअरी 1769मा उनले 5 जना क्यापुचिन पाद्रीहरू र उनीहरूसँगै 14 परिवारका 62 जना नेपाली, जो नेवार समुदायका इसाई थिए, उनीहरूलाई देश निकाला गरिदिए। देश निकाला नै 62 जना नेपालीलाई? हो। यो घटना आफैमा एउटा बलियो प्रमाण हो नि। यसले के देखाउँछ भने क्रिस्चियन समुदाय माओवादी आन्दोलनभन्दा त लगभग 250 वर्ष अघि नै नेपालमा राम्रैसँग स्थापित भइसकेको थियो। हो त नि। यो घटनाले नै त्यो भ्रमलाई काट्छ। अनि देश निकाला गरिएकाहरू कहाँ गए त? उनीहरूको के भयो होला? उनीहरू 17 फेब्रुअरी 1769मा, मतलब निकाला भएको एक हप्तामै भारतको बिहार पुगे। बेतिया भन्ने ठाउँ र त्यसकै नजिकै चुहडी भन्ने अर्को ठाउँमा उनीहरूले शरण लिए। बिहारमा? बिहारमा। त्यहाँ पुगेपछि पनि अनेक कठिनाइका बीच उनीहरूले आफ्नो समुदाय र आफ्नो विश्वासलाई जोगाएर राखे र पछि त उनीहरूले भारतमा इसाई धर्म फैलाउन पनि योगदान गरे। एउटा स्रोतमा त मैले के पढेँ भने आज पनि त्यो चुहडी भन्ने ठाउँमा उनीहरूका सन्तानहरू छन् रे, अनि उनीहरूलाई स्थानीयले भाजु भनेर चिन्छन् रे। हो, त्यो एकदमै रोचक तथ्य हो। भाजु भनेर चिनिन्छन्। अनि अझै अचम्मको कुरा, 71 वर्षीय डेनिस लोरेन्स भाजु भन्ने एकजनाले त अझै नेवारी भाषा बोल्नुहुन्छ रे। कस्तो लाग्यो मलाई यो पढ्दा? इतिहास साँच्चै जिउँदो रहेछ जस्तो। साँच्चै
यो इतिहासको एउटा अद्भुत निरन्तरता हो। त्यो समुदाय कति बलियो रहेछ भन्ने पनि देखिन्छ। अब यसलाई अहिलेको त्यो माओवादी आन्दोलनपछिको समयसँग जोडेर हेरौँ न। त्यही त, त्यो बेला के भयो? 2062-63 पछि धार्मिक स्वतन्त्रताको माहौल बन्यो। यसले गर्दा पहिले लुकेर बसेका वा खुलेर अभ्यास गर्न नसकेका क्रिस्चियनहरूलाई आफ्नो आस्था मान्न, प्रचार गर्न, सङ्गठित हुन पक्कै पनि धेरै सहज भयो। उनीहरूको सङ्ख्या पनि बढ्यो। हो, त्यो सहजता र खुलापन आयो, तर सहज हुनु र त्यही बेलादेखि सुरु हुनु त बिल्कुलै फरक कुरा भयो नि, होइन र? एकदमै। हामीले भर्खरै छलफल गरेका तथ्यहरू, मल्लकालको स्वीकृति, पृथ्वीनारायण शाहको निष्कासन अनि भारतमा गएर बसेको त्यो नेपाली इसाई समुदाय, यी सबैले के प्रमाणित गर्छन् भने क्रिस्चियन धर्म माओवादी कालमा आएको होइन। बरु पहिलेदेखि नै थियो, पछि खुलेर देखिन थाल्यो मात्रै। हो, त्यसैले यो धर्मलाई नयाँ, बाहिरी वा पश्चिमी षड्यन्त्र मात्रै भनेर हेर्नु अलि ऐतिहासिक तथ्यसँग मेल खाँदैन। यो पनि नेपालकै इतिहासको एउटा अङ्ग रहेछ। तर पृथ्वीनारायण शाहको त्यो कदमलाई हेर्ने दृष्टिकोण त फरक होला नि? पक्कै पनि छ। केही इतिहासकारहरूले त्यसलाई त्यो बेलाको आवश्यकता भन्छन्। राष्ट्रिय सुरक्षा, देशको एकीकरणका लागि त्यो जरुरी थियो भन्ने तर्क गर्छन्। अनि अर्को पक्ष? अर्कोतिर अरू अध्येताहरूले चाहिँ यसलाई अलि फरक ढङ्गले हेर्छन्। उनीहरू यसलाई धार्मिक अल्पसङ्ख्यकमाथि भएको अन्याय, अलि कट्टर नीति थियो कि भन्ने रूपमा विश्लेषण गर्छन्। इतिहासका घटनाहरूलाई यसरी फरक कोणबाट हेरिनु स्वाभाविकै हो। र दुवै दृष्टिकोणलाई बुझ्नुपर्छ, इतिहासलाई समग्रमा बुझ्न। तर निष्कर्षमा के भन्न सकिन्छ भने नेपालमा क्रिस्चियन धर्मको इतिहास, त्यो जरा माओवादी आन्दोलनभन्दा धेरै पुरानो, धेरै गहिरो छ, सयौं वर्ष लामो छ। मल्लकालीन स्वागत र पृथ्वीनारायण शाहकालीन निष्कासन, यी दुवै घटनाले यसको पुरानो उपस्थितिलाई नै पुष्टि गर्छन्। एकदम। माओवादी आन्दोलनपछि त अभ्यास गर्ने स्वतन्त्रता बढेको मात्र हो, धर्म भित्रिएको होइन। यो कुरा अब एकदमै स्पष्ट भयो। र अन्त्यमा एउटा कुरा सोच्नको लागि छोडौँ न। पृथ्वीनारायण शाहले त देश निकाला गरेर नेपालमा इसाईहरूलाई शून्य नै बनाउन खोजेका थिए होला। तर इतिहासले के देखायो त त्यो समुदाय न त सकियो, न त इतिहासबाट हरायो, बरु समयसँगै घुमिफिरी नेपालभित्रै र बाहिर पनि फैलियो र आज लाखौंको सङ्ख्यामा छ। निश्चय पनि यो आफैमा निकै गहिरो कुरा हो। यसले धर्म, पहिचान अनि राज्य सत्ता बीचको सम्बन्ध कति जटिल, कति अप्रत्याशित र कति गतिशील हुँदो रहेछ भन्ने प्रश्न पनि उब्जाउँछ। हो, यही विचारसँगै आजको लागि बिदा लियौं। फेरि भेटौँला।